आज मिति 2021 साल चैत महिनाको 25 गतेका दिन हाम्रो यो वादुङलामा यसरी हामीले यो मेरो आफ्नै संयोजकतामा बनाएको बाँदरखोर। यो बाँदरखोर 3-4 तरिकाको हुन्छन्, तर हाम्रो यो जनसङ्ख्या कम भएको कारणले गर्दा हामीले यो पार छिटो सक्नका निमित्त हामी 4जना 5जना मात्रै रहेको हुँदाखेरि यसरी बनाएका छौँ। यो बाँदरखोर 4-5 तरिकाले हुन्छ बनाउनु हुन्छ, त्यो कारणले यो तरिकाले बनाइरहेका छौँ। यसरी हाम्रो टेम्के मयङ 2 वादुङलामा भाइ चोया खाइरहेको छ। हाम्रो यहाँ 2जना भतिजाभित्र 2जना भतिजा यहाँ बाँधिरहेको छ। अब यहाँ अझै काम अलिकति बाँकी रहेको छ, यसमा ढोका लाउनु। अनि तपाईँहरूलाई बाँकी भिडियो यो ढोका लगाइसकेपछि कसरी चारो अड्काउने कसरी गर्ने भन्ने म तपाईँहरूलाई देखाउने नै छु। बाँकी रहेको भिडियो अहिले हामीले यसरी यहाँ बनाइरहेका छौँ। हाम्रो यहाँ भित्र चाहिँ यसरी यहाँ गरिएको छ। यहाँ चाहिँ चारो राख्ने बनाएको छैनौँ हामी। नेक्स्ट भिडियोमा तपाईँलाई म देखाउने छु। यो हाम्रो ढोका यहाँ ढोका रहने छ। यसरी हामी जम्मा 5जना रहेका छौँ। तपाईँलाई पनि बाँदरखोर बनाउनु परेमा हामीलाई सम्पर्क गर्नु होला। अब बनाउँदा जसले पनि बाँदरखोर बनाइछ, तर चारो कसरी अल्झाउने ढोका कुन पार राख्ने भन्ने तरिका त तपाईँहरूलाई साँचोको बारेमा नआउन सक्छ। त्यसमा सम्पर्क गर्न पनि सक्नुहुनेछ यो भिडियो हेरेर।